तपाईहरु पनि फेसबुकमा लाइभ जानुहुन्छ र लाइभ जानु अगाडि हामीले कुन सेटिङ अन गर्नुपर्ने हो यो कुरा थाहा छैन तपाईहरुलाई भने यो भिडियो तपाईहरुको लागि। र मलाई फलो गर्नुभएको छैन भने फलो पनि गरिहाल्नुस् र तपाई अहिले बिजी हुनुहुन्छ भिडियो हेर्ने टाइम छैन भने हजुरले यो भिडियो सेभ गरेर शेयर गरेर आफ्नो प्रोफाइलमा राख्नुस् र जब तपाई फ्री हुनुहुन्छ फ्री टाइममा यो भिडियो स्टार्टिङ देखि एन्डिङ सम्म हेरेर राम्रोसँगले बुझ्नुस्। लाइभ जानु भन्दा अगाडि हामीले कुन सेटिङ अन राख्नुपर्ने कुन सेटिङलाई अफ राख्नुपर्ने है त। ल आउनुस् स्क्रिनमा र पहिला सुरु हजुरहरु आफ्नो फेसबुक अन गर्नुस् र मेन प्रोफाइलमा गएपछि अलिक तल जानुस्। यहाँ निर रिल्सको यतापट्टि लाइभ लेखेको छ यहाँ टच गर्नुस्। यहाँ टच गरेपछि हजुरहरुले यहाँ 3 डट देख्नुहुन्छ। यहाँ 3 डटमा क्लिक गर्नुपर्छ अनि एड टु योर पोस्टमा क्लिक गर्नुस्। तपाईहरुले देख्नु भएको होला कति जनाको लाइभमा माथि राम्रो कोटेसन है के लेखेको हुन्छ त्यो कसरी लेखेको भन्ने तपाईहरुलाई सबैजनाको दिमागमा आउँछ होला। त्यो चाहिँ लेख्नु चाहिँ यहाँ एड टु योर पोस्टबाट लेख्नुपर्छ है। र यहाँ निर जे लेख्दा पनि हुन्छ। म वेलकम फ्रेन्ड्स लेख्छु। त्यहाँबाट वेलकम फ्रेन्ड्स लेखिसकेपछि यहाँ निर डन गर्दियो। त्यहाँबाट यहाँ निर मुनि फेरि त्यही एड टु योर पोस्टमा गएर मुनि फिलिङ्समा तपाईले लाइभ जाँदा त तपाई खुसी भएर त जानुहुन्छ नि हैन। ह्यापी लेखिदिनुस् है। डन भयो। तपाईले मेन चेक गर्नुपर्ने कुरा चाहिँ यही हो। जब तपाईले लाइभ बस्नुहुन्छ तपाईले यो लोकेसन अफ गर्नुभयो भने तपाईको छेउछाउको जति जनाले फेसबुक चलाउनुहुन्छ उहाँहरुले तपाईको लाइभ भेट्न सक्नु हुँदैन। र तपाईले लोकेसन अन गरेर यसरी हाल्नु भएको छ भने तपाईको भिडियो तपाईको एरियामा जति जनाले फेसबुक चलाउनुहुन्छ उहाँहरुको सम्म पनि लाइभ भिडियो पुग्छ है। यो चाहिँ मेन कुरा हो। यसलाई चाहिँ तपाईले अनै राख्नुपर्छ र अर्न मनीमा जानुस्। कन्टेन्ट मोनेटाइजेसन एड प्रोडक्ट लिंक यो त परेन। त्यहाँबाट तपाईले जानुपर्ने ब्रिङ सम फ्रेन्ड है। यो चाहिँ फेसबुकले तपाईहरुलाई आफै भनिरहेछ साथीहरुलाई इन्भाइट गर र तपाईहरुले केही नगरिकन डाइरेक्ट फेसबुक लाइभ चलाउनुहुन्छ अनि कहाँबाट तपाईको वाचिङ हुन्छ है। तपाईलाई यदि वाचिङ बढाउनु छ भने तपाईले यो फ्रेन्डलाई यसरी इन्भाइट गर्नुपर्छ है। यहाँ निर देख्नु हुँदैछ राम्रोसँगले हेर्नुस्। ब्रिङ सम फ्रेन्ड फेसबुकले आफै भनिरहेछ इन्भाइट पिपल टु जोइन अन योर लाइभ भिडियो। यहाँ क्लिक गर्नुस्। यहाँ निर जति जना तपाईको फलोवर्सहरु हुनुहुन्छ सबैजना हुनुहुन्छ तपाईले तपाईको लाइभ बस्ने टाइम 8 बजे हो भने तपाईले 7:30 मै तपाईले यसरी सबै सेटिङ गरेर 7:30 देखि नै तपाई रेडी हुनुस् र यसरी 100 जना जस्तोलाई तपाईले इन्भाइट गर्नुस् है। 100 जनालाई इन्भाइट गरेपछि त हजुरको लाइभमा त 20-30 जना त आउनुहुन्छ नि त। वाचिङ त्यसरी नै बढ्छ साथीहरु। र तपाई यसरी तल आउनुस् अनि यहाँ निर स्टारमा क्लिक गर्नुस्। अन स्टारमा अनि इनेबल स्टार फर दिस लाइभ भिडियो यसलाई तपाईको अफ छ भने यसलाई तपाईले अन राख्नुपर्छ। त्यहाँबाट तपाईको इनेबल एयर गिफ्टिङ कति जनाको मैले सुनेको मेरोमा त त्यो क्याटहरु त गिफ्टै आउँदैन त अप्सनै देखाउँदैन। जति जना वाचिङमा हुनुहुन्छ जो फुल सेन्डरहरु हुनुहुन्छ उहाँहरुकोमा मेरो लाइभमा अप्सनै देखाउँदैन भन्ने कुरा मैले थुप्रो सुनेको। यो कुरा तपाईको अफ छ भने तपाईको त्यो एयर गिफ्टिङ हुन सक्दैन र यसलाई पनि तपाईले अनै राख्नुपर्छ है। डेली लाइभ जानु भन्दा अगाडि तपाईले यो सब कुरा चेक गरेर जानुपर्छ। एडभान्स सेटिङमा यसलाई अन गर्दिनुस्। त्यहाँबाट कमेन्ट चेक गर्नुस्। कमेन्टमा पनि तपाईको सबै कुरा ठिकै छ। यसरी चेक गरेर अनि चाहिँ तपाई लाइभ जानुस्। तपाईको पनि वाचिङ बुम फायर हुन्छ यसरी जानुभयो भने। र तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो मन पर्यो भने एउटा लाइक गरेर मिठो कमेन्ट गरेर जानु होला। र यस्तै जानेको कुरा बुझेको कुरा हजुरहरुको सामु ल्याउने सधैं कोसिस गर्नेछु। थ्यांक यू सो मच फर वाचिङ। बाइ बाइ।